हेलो गाइज सबैजना वेलकम मेरो नयाँ भ्लगमा हैन। आज चाहिँ हामी आएको छौँ 100 वर्ष पुरानो हवेली हेर्न आएको छौँ हैन। देख्न सक्नुहुन्छ हामी चाहिँ यहाँ हवेलीमा आइसकेको छौँ। यो चाहिँ 100 वर्ष पुरानो हवेली हो, देख्न सक्नुहुन्छ। मैले चाहिँ यहाँ तपाईँहरूलाई यहाँ भित्र गएर के कस्तो छ हैन छलफल देखाउनेवाला छु। अनि देख्न सक्नुहुन्छ यहाँ चाहिँ झाडीहरू धेरै भएको छन्। अब म तपाईँहरूलाई देखाउँछु है ल गाइज। गाइज देख्न सक्नुहुन्छ गाइज, यो चाहिँ हैन 100 वर्ष पुरानो हवेली हो। यहाँ चाहिँ एकदम डरा पनि छ भित्र हैन, के कस्तो छ देख्न सक्नुहुन्छ तपाईँले। यहाँ देख्न सक्नुहुन्छ गाइज भित्र हालत त्यसको छ। अहिले यतापट्टि ब्याक क्यामेरा गरेर यता देख्नु, यहाँ चाहिँ देख्न सक्नुहुन्छ गाइज यस्तो डरामनी छ पुरै। यहाँ देख्नु यतापट्टि हेर्न सक्नुहुन्छ गाइज होइन। हामी चाहिँ पुरा भित्र घरभित्र आएको छौँ के कस्तो होइन। यता हामी पुरा डरामनी छ। यहाँ त सल्टी जग्गा यहाँ र यता देखिदिउँ यहाँ चाहिँ होइन गाइज पुरा डरामनी छ। देख्न सक्नुहुन्छ गाइज 100 वर्ष पुरानो हवेली चाहिँ यस्तो छ हालत होइन। हजुरलाई के कस्तो लाग्छ यहाँ चाहिँ। अब बाहिर जाने कताबाट के हुन्छ केही थाहा छैन हामीले चाहिँ। उतापट्टि नै डर लाग्यो त मलाई गाइज। देख्न सक्नुहुन्छ गाइज तपाईँले यहाँ यस्तो हालत। हामी चाहिँ अब जानु लागेको छौँ गाइज होइन। भित्र पुरै हेरिसक्यौँ। तपाईँकोमा बाहिर पर जानु बाहिर हालत कस्तो छ गाइज होइन। बाहिर चाहिँ यस्तो गाइज हवेलीहरू यस्तो छ होइन। उतापट्टि सिन हेर्न सक्नुहुन्छ, डडा पनि छ उतापट्टि। यतापट्टि हेर्नुहोस् पुरै जङ्गल जङ्गल छ। अनि यो हवेलीको हालत हेर्नु कस्तो छ गाइज। यो हवेलीको हालत हेर्न सक्नुहुन्छ गाइज यस्तो छ यो हवेलीको हालत होइन। तपाईँहरूले देखिरहनु भएको होला यो हवेली चाहिँ 100 वर्ष पुरानो भइसक्यो गाइज। यस्तो छ हालत यहाँको। अनि यतापट्टि हेर्न सक्नुहुन्छ पुरै यस्तो छ क्या जङ्गल जङ्गल छ होइन। के कस्तो लाग्छ गाइज कमेन्ट गरेर भन्नुहोस् होइन। आजको लागि चाहिँ यति नै हो हजुरहरू भ्लग। अनि हजुरहरूलाई कस्तो लाग्छ के लाग्छ मेरो च्यानललाई राम्रो लाग्यो भने सपोर्ट गरेर सब्सक्राइब गरेर बस्नु मलाई होइन। अब आउने दिनहरूमा हजुरको लागि म राम्रो राम्रो कन्टेन्टहरू ल्याएर आउँछु। ल हस् गाइज।